नमस्ते सबैजनालाई, म ट्रेड लर्नर र आजदेखि चाहिँ हुँदैछ हाम्रो ट्रेडिङको फ्री क्लास सुरु। अनि धेरैजनाले चाहिँ भन्नुहुन्थ्यो कहिलेदेखि सुरु हुन्छ भनेर, र मैले चाहिँ आजदेखि सुरु गरिसकेको छु र मैले चाहिँ यसमा 7वटा भिडियो चाहिँ बनाउँछु। र ट्रेडिङ सिक्न चाहनुहुन्छ भनेपछि चाहिँ यो भिडियो चाहिँ हजुरहरूको लागि चाहिँ बेस्ट हुनेछ है। हजुरले यताउता कतै पनि हेर्नु पर्दैन, सिम्पल यति चाहिँ 7वटा भिडियो हेरिदिनु भयो मैले बनाएको भनेपछि चाहिँ यसमा चाहिँ सबै चिजहरू चाहिँ म कभर गर्नेवाला छु। र हामीले चाहिँ के सिक्छौँ त अब यो 7वटा चाहिँ भिडियोमा के हुन्छ त म चाहिँ सबै चिज मिलाएर चाहिँ हाल्छु होइन। अब त्यो हेरौँ कति कति मिनटको चाहिँ भिडियो हुन्छ। हामी चाहिँ सुरुमा के सिक्छौँ त क्यान्डल फर्मेसन है। क्यान्डल फर्मेसन सिक्छ। क्यान्डल कसरी बन्छ त, ग्रीन क्यान्डल र रेड क्यान्डल चाहिँ कसरी बन्छ, यो रहेको छ हाम्रो फर्स्ट। ओके, त्यसलाई हटाम एकछिन। यो चाहिँ हामीले चाहिँ के सिक्छौँ, सुरुमा लेखौँ क्यान्डल फर्मेसन सिक्छौँ। क्यान्डल फर्मेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। किन रेड क्यान्डल बन्छ, किन ग्रीन क्यान्डल बन्छ, त्यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यो नबुझेर चाहिँ ट्रेडिङ सुरु गर्नु हुँदैन। अनि अर्को चाहिँ हामीले के सिक्छौँ भनेपछि चाहिँ मार्केटको स्ट्रक्चर। मार्केटको चाहिँ स्ट्रक्चर भनेपछि चाहिँ अब मार्केट बुलिस छ कि बेरिस छ, त्यो कुरा चाहिँ हामीले यसमा सिक्नेवाला छौँ। यो कुरा भयो। अनि अर्को थर्डमा चाहिँ के छ त भनेपछि लिक्विडिटी र लिक्विडिटी स्विप सिक्छौँ। हामीले चाहिँ मार्केटले लिक्विडिटी चाहिँ लगेको छ कि छैन भनेर त्यो कुरा चाहिँ हेर्छौँ, लिक्विडिटी चाहिँ। अनि यो पनि एकदमै इम्पोर्टेन्ट हो। अर्को चाहिँ हाम्रो फोर्थमा के छ त भनेपछि चाहिँ लेभल मार्किङ गर्न सिक्छौँ होइन। अनि कुन लेभल एकदमै इम्पोर्टेन्ट छ त, कुन लेभलदेखि मार्केट अप ट्रेन्ड समात्छ र कुन लेभलदेखि चाहिँ मार्केट डाउन ट्रेन्ड समात्छ, त्यो लेभल चाहिँ मार्क गर्न सिक्नुपर्छ है। सिम्पल त्यो भयो। अब फिफ्थमा चाहिँ हामी के सिक्छौँ भनेपछि चाहिँ सपोर्ट र रेजिस्टेन्स सिक्छौँ। ल ओके, मार्केटमा चाहिँ ओके। अनि मार्केटमा चाहिँ सपोर्ट भनेको के हो, रेजिस्टेन्स भनेको के हो, कहाँनिर बन्छ, त्यो कुरा सिक्छौँ हामी चाहिँ। अहिलेको लागि चाहिँ यो भइहाल्यो। र अर्को पनि के छ एउटा चाहिँ सिक्नुपर्ने चाहिँ रिस्क म्यानेजमेन्ट है। रिस्क म्यानेजमेन्ट पनि एकदमै जरुरत छ, यो पनि हामी सिक्छौँ रिस्क म्यानेजमेन्ट। अनि अरू कुरा चाहिँ अहिलेको लागि त्यति नै हो। साइकोलोजी त अब त्यो आफै बिस्तारै समयअनुसार भइहाल्छ। र हजुरहरूले चाहिँ अर्को बस यति कुरा नै हो। एउटा चाहिँ हामी सिक्छौँ क्यान्डल फर्मेसन, अर्को चाहिँ मार्केट स्ट्रक्चर सिक्छौँ, लिक्विडिटी भनेको के हो त्यो सिक्छौँ, र लेभल मार्किङ भनेको के हो त्यो सिक्छौँ, सपोर्ट र रेजिस्टेन्स भनेको के हो त्यो सिक्छौँ, र रिस्क म्यानेजमेन्ट भनेको के हो, कसरी गर्ने चाहिँ रिस्क म्यानेजमेन्ट हामीले त्यो सिक्छौँ है। यो भनेपछि चाहिँ फरेक्स ट्रेडिङमा चाहिँ जान्नै पर्ने बेसिक कुराहरू हो। यसैलाई नै हामीले यति मास्टर गर्छौँ भनेपछि चाहिँ वान डे यु विल बी अ सक्सेसफुल ट्रेडर है। ल हजुरहरूले चाहिँ धेरै दुनियादारीको भिडियो हेर्नै पर्दैन, यति कुरा सिक्नुभयो भनेपछि चाहिँ यो टुलबारहरू चाहिँ। अनि अर्को कुरा चाहिँ हामीले के सिक्छौँ चाहिँ फरेक्सको चाहिँ कसरी टुलबारहरू चाहिँ कहाँ के छ भनेर चाहिँ हामीले बुझ्छौँ। जस्तै यो भयो नि त, डिस्प्लेमा चाहिँ राइट साइडमा के छ, लेफ्ट साइडमा के छ, यिनीहरू पनि हामीले चाहिँ सम्पूर्ण चिजहरू पुरा बेसिक लेभलदेखि चाहिँ हाई लेभलसम्म सबै चिजहरू चाहिँ सिक्नेछौँ र कभर गर्नेछौँ। आज चाहिँ हाम्रो चाहिँ यो फर्स्ट भिडियो चाहिँ हाम्रो हुनेछ जस्तै क्यान्डल फर्मेसनको है। अब जब हामी चाहिँ क्यान्डल फर्मेसनलाई चाहिँ नम्बर 1मा राखौँ, सिक्नै पर्ने कुरा। क्यान्डल फर्मेसन भन्दा पनि फरेक्सको चाहिँ टुलहरू हेरौँ होइन। फरेक्सको टुलहरू चाहिँ पछितिर हेरौँला। सुरुमा चाहिँ क्यान्डल फर्मेसन हजुरले सिक्नुपर्ने कुरा चाहिँ क्यान्डल फर्मेसनमा चाहिँ के हुन्छ त है। अब यो चाहिँ हाम्रो भयो टपिक होइन। यो क्यान्डल फर्मेसनमा चाहिँ हामीसँग
मार्केटमा चाहिँ बन्ने दुईवटा क्यान्डल हो। फर्स्ट क्यान्डल भनेपछि हाम्रो चाहिँ ग्रिन क्यान्डल बन्छ होइन, र ग्रिन क्यान्डल। अर्को सेकेन्ड चाहिँ हाम्रो के छ, जस्ट बुझाउनको लागि चाहिँ ग्रिन क्यान्डल हो है, कलरहरू पनि बदल्न मिल्छ। तर सपोज नि सर्ट क्यान्डल दुईवटा क्यान्डल बन्छ। अब क्यान्डलको फर्मेसन भनेपछि चाहिँ कुन क्यान्डलले चाहिँ के भन्न खोजेको हो त त्यो कुरा चाहिँ बुझ्नुपर्ने जरुरत हुन्छ। र क्यान्डल चाहिँ कसरी बन्छ, के कारणले क्लोजिङ कहाँनिर हुन्छ, त्यो चाहिँ सबै चिजहरू चाहिँ यहाँ सिक्नेछौँ। जस्तै मानौँ यो रहेको छ हाम्रो क्यान्डल हो अरे है, ओके। सुरुमा क्यान्डलको चाहिँ ल यसलाई चाहिँ हामी ग्रिन क्यान्डल मानौँ। सिम्पल हजुरले बुझाउनको लागि चाहिँ मैले यसलाई पुरा ग्रिन क्यान्डल बनाइदिएँ अहिलेको लागि चाहिँ। ल यो रहेको छ हाम्रो ग्रिन क्यान्डल, ठुलो गराउँछु र यसलाई चाहिँ तलतिर सार्छु है। सुरुमा जाम हामी ग्रिन क्यान्डल भनेको के हो त्यो चिज सिकौँ है। ल ओके, यो रहेको छ हाम्रो ग्रिन क्यान्डलको फर्मेसन। अब माथिदेखि चाहिँ हाम्रो जो सिम्पल यहाँदेखि चाहिँ विक आएको हुन्छ, एउटा यहाँनिर आएको छ। यसलाई पनि हामीले चाहिँ कलर बदलेर ग्रिनमै राखिदिन्छु हजुरलाई चाहिँ बुझ्नको लागि सजिलो होस् भनेर। ल यो चाहिँ हल्का लामो गराइदिन्छु, त्यो चाहिँ छोटो गराइदिन्छु है। जस्ट क्यान्डल फर्मेसन कसरी बन्छ त ग्रिन क्यान्डलको चाहिँ डेमो देखाउन लाग्यो। र यो क्यान्डलको चाहिँ अब बुझ्नुपर्ने हुन्छ। हामीले चाहिँ जस्तै टेक्स्टमा ओके फ्ल्याग नै तानौँ। यो भन्यो रोक्न एकछिन, फ्ल्याग भन्दा पनि बोर्ड तानौँ। यो लेभल यसलाई चाहिँ हामी के भन्छौँ त, यसलाई चाहिँ हामीले भन्छौँ अप्पर विक है, अप्पर विक। यो भनेपछि चाहिँ माथितिरको विक हो। र यसलाई चाहिँ हामीले के भन्छौँ लोअर विक, लोअर विक है। यो चाहिँ हाम्रो माथितिरको अप्पर विक भयो र डाउन साइडको चाहिँ लोअर विक हो। अनि हाम्रो बिचकोलाई चाहिँ यो पुरालाई चाहिँ हामीले के भन्छौँ बडी भन्छौँ, क्यान्डलको चाहिँ बडी। यहाँ चाहिँ यो बुझ्नुभयो भनेपछि चाहिँ 10% यही सकिहाल्छ है। ल अनि यो भइहाल्यो बडी। अब यहाँनिर चाहिँ मेन कुरा के छ त, यो क्यान्डलको चाहिँ नामहरू भयो सिम्पल जान्नुपर्ने कुराहरू चाहिँ होइन। अब हजुरहरूले चाहिँ सिम्पल यो क्यान्डलको चाहिँ हाई मार्क गर्नु पर्यो। यो भनेपछि चाहिँ माथिको लेभल भयो। अब यसलाई चाहिँ हामी येल्लोले मार्क गरौँ। जस्ट त्यो भनेपछि हाई भइहाल्यो, यो भनेपछि हाम्रो क्यान्डलको लो। अब यो किन भएको हो त, यो बडी चाहिँ यहाँदेखि यहाँसम्म किन भएको हो त त्यो कुरा बुझ्न एकदमै जरुरत छ है। सिम्पल हजुरले चाहिँ मार्केटको जहिले पनि ग्रिन क्यान्डल चाहिँ खुल्दाखेरि कहाँदेखि खुल्छ त भनिसकेपछि हाम्रो यो लेभल चाहिँ के हुन्छ, पहिला सुरुमा बडी चाहिँ ओके, यो लेभलको क्यान्डल ओपन चाहिँ यहाँदेखि हुन्छ। ग्रिन क्यान्डलको चाहिँ जानेर क्यान्डल क्लोज हुन्छ त्यहाँदेखि चाहिँ मार्केट ओपन भएको र यो लेभल चाहिँ हाम्रो क्यान्डल क्लोज भएको है। ल यो चाहिँ दुईवटालाई के भन्छ त भनेपछि चाहिँ यो लेभललाई चाहिँ हाम्रो चाहिँ ग्रिन क्यान्डलको ओपन है, मार्केट खुलेको। जस्तै यहाँनिर चाहिँ ओपन भइहाल्यो अनि यो लेभल चाहिँ के हो बन्द भएको। ग्रिन क्यान्डलमा के हुन्छ भनिसकेपछि मार्केट चाहिँ जहिले पनि डाउन साइडदेखि खुल्छ र माथितिर गएर बन्द हुन्छ। यो क्यान्डल फर्मेसन भएको चाहिँ कसरी हो त म भन्छु है, सिम्पल देख्न सक्नुहुन्छ। यो क्यान्डल चाहिँ यो लेभलमा आएर मार्केट खुलेको र यो लेभलदेखि चाहिँ मार्केट के भयो, मार्केट घट्यो तलसम्म गयो, कहाँनिर यो प्राइस लेभलसम्म गएको र यहाँदेखि फेरि मार्केट चाहिँ बायरहरूले चाहिँ धकलेर माथि गयो यो लेभलसम्म गएको है, सिम्पल। अनि तर यो लेभलसम्म गएर पनि माथिदेखि सेलरहरूले चाहिँ दबाएर रिजेक्सन गरेर चाहिँ मार्केट यो लेभलमा आएर चाहिँ बन्द भएको हो। सो त्यही भएर चाहिँ यो क्यान्डल चाहिँ हाम्रो फर्मेसन भएको भन्ने कुरा बुझ्नु पर्यो।
मार्केट चाहिँ ग्रिनको यो लेभलमा ओपन हुन्छ र मार्केट चाहिँ यहाँदेखि चाहिँ ओपन भएकोदेखि चाहिँ सेलरहरूले चाहिँ यो लेभलसम्म मार्केटलाई लगे, डाउन लगे, तर यहाँनिर चाहिँ सस्टेन हुन सकेन। बायरहरूले फेरि धक्कलेर चाहिँ यो लेभलसम्म लगे, माथिको यो प्राइस लेभलसम्म। यहाँ पनि मार्केट चाहिँ सस्टेन हुन सकेन र त्यहाँदेखि मार्केट चाहिँ यो लेभलमा आएर चाहिँ यहाँ क्लोज गर्यो। त्यो भएर चाहिँ यो क्यान्डल फर्मेसन भयो, ग्रिन क्यान्डल। र यो क्यान्डलले चाहिँ के भन्छ त, विकले चाहिँ म्याक्सिमम अब माथितिरको चाहिँ सेलरले दबाएको, तलतिर चाहिँ बायरहरूले चाहिँ धक्कलेको। यो क्यान्डलमा चाहिँ बायरहरू हल्का बढी एक्टिभ छन् भन्ने कुरा बुझिन्छ है। दिस इज अ क्यान्डल फर्मेसन। यसरी चाहिँ क्यान्डल फर्मेसन बन्छ र क्यान्डलले चाहिँ भन्न खोजेको मिनिङ के हो यसरी बुझिन्छ। अब सेम कुरा चाहिँ के हुन्छ त भनेपछि चाहिँ यो भयो हाम्रो ग्रिन क्यान्डल। अब जाम हामी रेड क्यान्डल। रेड क्यान्डलको पनि सबै चिज सेम हो है, सबै चिज सेम हो, तर चाहिँ मार्केट ओपन र क्लोज चाहिँ फरक हुन्छ। त्यो चाहिँ कसरी हुन्छ म भन्छु। यो भयो हाम्रो रेड क्यान्डल, त्यहाँ दाम पुरा रेड भइहाल्यो र विक ल त्यहाँसम्म छ। त्यसलाई बनाम हाम्रो रहेको छ यो रेड र मार्केटको यो पनि यो रेड छ। अहिले चाहिँ यसलाई चाहिँ थोरै त्यहाँसम्म लगाऊँ र मार्केट यहाँसम्म गरौँ। ल यस्तो बन्यो है। ल यस्तो क्यान्डल बनेको छ भनेपछि सिम्पल के हो त, अब यो भनेपछि माथिको अप्पर विकै हो, सेम हुन्छ। अप्पर विक नाम चाहिँ सेम हुन्छ, अप्पर विक। यो भनेपछि लोअर विक, यो भनेपछि बडी। तर यहाँ चाहिँ के हुन्छ भनेपछि चाहिँ दुईवटा लेभल मार्केट चाहिँ क्लोज र ओपन भएको लेभललाई सिम्पल यहाँनिर मार्क गरौँ हामीले चाहिँ। ओके, यो दुईवटा लेभल चाहिँ के हुन्छ भनेपछि यो लेभल चाहिँ रेड क्यान्डलको जहिले पनि मार्केट ओपन चाहिँ कहाँदेखि हुन्छ त, माथिदेखि हुन्छ है। ल यो लेभललाई मार्क गरौँ, मार्केट चाहिँ ओपन हुन्छ। यो माथिको लेभलदेखि चाहिँ मार्केट ओपन हुन्छ र तल चाहिँ मार्केट चाहिँ क्लोज हुन्छ। सिम्पल चाहिँ क्लोज लेखौँ। ल दुईवटा भयो, अरू नामहरू चाहिँ सेमै हो, बडी। अब ग्रिनमा चाहिँ डाउन साइडदेखि मार्केट खुलेको थियो र अनि माथि गएर चाहिँ बन्द भएको थियो, तर रेड क्यान्डलमा ठ्याक्क उल्टो हुन्छ, माथिदेखि मार्केट खुल्छ र तलतिर बन्द हुन्छ। अब यो क्यान्डल चाहिँ बन्नुको रिजन के थियो सुरुमा यहाँनिर बुझ्न सक्नुहुन्छ। यो लेभलमा मार्केट खुल्यो हैन, मार्केट खुलिसकेपछि बायरहरूले धक्कले यो लेभलसम्म लगे माथितिर, तर त्यहाँ सस्टेन हुन सकेन। सेलरहरूले चाहिँ दबाए कहाँसम्म, यो लेभलसम्म लगे। यो प्राइस लेभलसम्म चाहिँ मार्केट गइसकेपछि त्यहाँनिर पनि सस्टेन हुन सकेन र मार्केटले चाहिँ फेरि बायरहरूले चाहिँ पेलेर यो लेभलसम्म ल्याएर बन्द भयो। सो त्यही भएर यो क्यान्डल फर्मेसन भएको। अब यो रेड क्यान्डल भयो भने के कुरा बुझिन्छ त भनेपछि बडी चाहिँ सानो छ, विक चाहिँ ठुलो छ भनिसकेपछि यहाँनिर सेलरहरूले चाहिँ दम लगाएको थियो तर सस्टेन हुन सकेन। यहाँनिर यत्रो चाहिँ बायरहरूले चाहिँ माथितिर लगेको छ भनिसकेपछि यो क्यान्डलमा चाहिँ बायरहरू एक्टिभ छ। यसको मतलब चाहिँ नेक्स्ट क्यान्डल चाहिँ ग्रिन बन्न सक्छ अथवा बायरहरू चाहिँ एक्टिभ हुन सक्छन् भनेर चाहिँ बुझ्न सक्छौँ। यसरी चाहिँ क्यान्डल फर्मेसन हुन्छ है। विकलाई पनि हामीले हेर्नुपर्छ, विकको पनि एकदमै भ्यालु हुन्छ। यो विक चाहिँ कहाँ काम लाग्छ, यो क्यान्डल फर्मेसन चाहिँ सपोर्ट जोनमा र रेसिस्टेन्टमा चाहिँ काम लाग्छ। यो भयो सपोर्ट, यो रेसिस्टेन्टमा चाहिँ हेर्ने चाहिँ हामीले यही नै हो। यो क्यान्डल फर्मेसन चाहिँ सपोर्ट र रेसिस्टेन्टमा चाहिँ के बनेको छ र यो क्यान्डल फर्मेसन हेरेर नै हामीले इन्ट्री र बाई गर्छौँ। सो त्यही भएर चाहिँ हजुरहरूले पनि सिम्पल क्यान्डलको चाहिँ भाषा बुझ्न सक्नुहुन्छ। यो भनेपछि सिम्पल कुरा जान्नै पर्ने है। ल यो क्यान्डल फर्मेसन चाहिँ हामीले पढिसक्यौँ होइन, यति कुरा नै हो। यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। यो क्यान्डल अब जाम अब रियलमा। यो थ्योरी भयो, यो प्र्याक्टिकलमा चाहिँ के भएको छ त, जस्तै हामीले यो क्यान्डललाई हेरौँ है, बनाएको थिएँ कि न मैले, हजुरहरूले सिम्पल बुझ्ने कुरा यो रेड क्यान्डललाई हेरौँ। अब यहाँ के भएको छ त, मार्केट ओपन भएको हाम्रो यहाँदेखि हो,
तर मार्केट माथितिर गयो, सस्टेन हुन सकेन नि त। रेड क्यान्डल यसलाई हो है हेरेको, मार्केट ओपन यो लेभलदेखि भयो, माथि त गयो, सस्टेन हुन सकेन, तर सेलरहरूले यो लेभलसम्म पुर्यायो होइन, यो लेभलसम्म मार्केटलाई लगे, तर यहाँनिर फेरि सस्टेन हुन सकेन र यहाँदेखि चाहिँ मार्केट बढेर फेरि मार्केटलाई पेले बाहिरहरूले र यो लेभलमा बन्द भयो। द्याट्स यो क्यान्डल फर्मेसन भयो। भन्न खोजेको चाहिँ यहाँनिर मार्केट ओपन भयो यो लेभलमा र यहाँदेखि चाहिँ बाहिरहरूले पेले, धेरै माथि लग्न सकेनन्, यहाँदेखि सेलरहरूले चाहिँ पुरा पेल्यो, यो लेभलसम्म आयो, यो लेभलसम्म आयो र यहाँ पनि सेलरहरूले चाहिँ सस्टेन गर्न सकेन र बायरहरूले चाहिँ पेलेर सिम्पल यो लेभलसम्म लगेर यो क्यान्डल फर्मेसन भयो है। हो यसरी चाहिँ बुझ्न सक्नुपर्छ। यो भनेपछि चाहिँ बायरहरूले चाहिँ जोर लगाइरहेको छन्, बायरहरू चाहिँ एक्टिभ छ। सिम्पल यहाँदेखि चाहिँ यो यति सपोर्ट जोन भएको भए मार्केट यहाँदेखि चाहिँ अपसाइडमा जान्छ, सिम्पल बडी पनि छ, देख्न सक्नुहुन्छ। यसरी चाहिँ क्यान्डल फर्मेसनको चाहिँ एकदमै महत्त्व हुन्छ है। यो चाहिँ काम कहाँ लाग्छ, सपोर्ट र रेसिस्टेन्ट। अब हामी जाऊँ सपोर्ट र रेसिस्टेन्ट भनेपछि के हो त, त्यो कुरा पनि सिकौँ है। आज चाहिँ क्यान्डल फर्मेसन र सपोर्ट र रेसिस्टेन्ट सिकौँ, सिम्पल दुईटा कुरा। अब सपोर्ट र रेसिस्टेन्ट भनेपछि के हो भनेपछि चाहिँ घरको फ्लोर र माथिको छत भनेर बुझ्न सक्नुहुन्छ। घरको फ्लोरलाई चाहिँ जस्तै सपोर्ट भन्न सक्नुहुन्छ, कुनै पनि मार्केटको हाई र लो, जस्तै जाम हामी 15 मिनटमा जाम होइन, जहाँ गए पनि हजुरलाई सिम्पल ओके बुझाइदिन्छु। सपोर्ट भनेपछि कुनै पनि लेभलको चाहिँ हाई अथवा म्याक्सिमम टाइम चाहिँ रिजेक्सन लगेको अथवा म्याक्सिमम टाइम चाहिँ सपोर्ट लगेको, माथितिर बढेको एउटै लेभलमा, कुनै पनि प्राइस लेभलमा चाहिँ मार्केट सेम ठाउँमा चाहिँ अप डाउन गरिरहेको छ भनेपछि हजुरलाई चाहिँ भन्यो भन्दा यहाँ देखाइन्छ। ओके कहाँनिर गएर देखाम भनिसकेपछि ल हामीले चाहिँ ओके जस्तै मार्केटमा ओके यो लेभल हामीले चाहिँ यो लेभललाई चाहिँ सपोर्ट भन्न सक्छौँ है। सिम्पल सपोर्ट चाहिँ मार्क गर्ने कसरी, यसरी किन हामीले चाहिँ यो लेभल मार्क गर्यौँ त भनेपछि चाहिँ त्यसलाई हटाइदिउँ। चाहिँ के भइरहेको छ एकछिन है, जस्तै ल ग्रिनमा गयौँ हामी, हल्का कम देखाउन लाग्यो, यो के भइहाल्यो ल। मल्टिपल टाइम सपोर्ट लगेछ कि एउटै लेभल देखेर जस्ट हामीले चाहिँ कुनै पनि लो लेभललाई चाहिँ मार्क गर्छौँ, सिम्पल होइन। यो यसलाई चाहिँ हामीले सपोर्ट भन्न मिल्छ, किनकि मार्केट यो लेभलमा आएर उठेको छ नि त। मार्केट फल भयो, यो लेभलमा आयो उठ्यो, फेरि आयो यो लेभलमा आयो उठ्यो, फेरि इन फ्युचरमा चाहिँ यसलाई हामी लम्बाएर चाहिँ यो लेभलदेखि चाहिँ मार्केट फेरि माथि जान सक्छ भनेर चाहिँ हामीले यसरी चाहिँ हेर्छौँ। सो फेरि यो लेभलमा चाहिँ थोरै मार्केटले चाहिँ यहाँनिर लिक्विडिटी लगेर अपट्रेन्ड समातेको छ, देख्न सक्नुहुन्छ। लगभग यो लेभलदेखि मार्केट अपसाइडमा गएको छ, 440 पिप चाहिँ अपसाइडमा गएको छ है। हो यसलाई चाहिँ हामीले चाहिँ सपोर्ट भन्छौँ। कुनै पनि प्राइस लेभलमा चाहिँ मल्टिपल टाइम सपोर्ट लगेको, एकचोटि यहाँ लग्यो होइन, एकचोटि यो लेभलमा लगेको थियो र एकचोटि यो लेभलमा लगेको थियो र हामीले यो लेभललाई मार्क गऱ्यौँ र सेम लेभलमा चाहिँ इन फ्युचरमा चाहिँ आएर फेरि यही लेभलदेखि चाहिँ मार्केट अपसाइडमा जान्छ भनेपछि त्यसलाई चाहिँ सपोर्ट भन्छौँ। अब सपोर्टमा चाहिँ ब्रेकआउट माथितिर चाहिँ यहाँ क्यान्डल क्लोज गर्यो भनेपछि हामीले ब्रेकआउट भन्छौँ, तर यो सपोर्टदेखि मुनितिर चाहिँ क्यान्डल क्लोज गर्यो भनेपछि चाहिँ हामीले यसलाई चाहिँ ब्रेकडाउन भन्छौँ है। सिम्पल त्यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। र अब यो भयो सपोर्ट र सेम म्याक्सिमम लेभल चाहिँ माथिदेखि चाहिँ रिजेक्सन लगेको लेभल भनेपछि हामी चाहिँ रेसिस्टेन्स भन्छौँ।
जस्तै हाम्रो यो लेभल भयो सिम्पल देख्न सक्नुहुन्छ। अब यो लेभलमा आयो मार्केट चाहिँ सेल साइडमा गयो, फेरि इन फ्युचरमा चाहिँ आएर यो लेभलदेखि मार्केट फेरि सेल साइडमा गएको छ। अब फेरि नेक्स्ट टाइम चाहिँ यही लेभलमा मार्केट आएर चाहिँ फल हुनुपर्छ भन्न खोजेको। जस्तै सिम्पल यो लेभलमा आयो मार्केट थोरै माथि गएर चाहिँ लिक्विडिटी लगेर चाहिँ मार्केट फेरि फल हुने कोसिस गरेर आएको छ अहिलेकोमा। त्यही भएर चाहिँ हामीले चाहिँ सपोर्ट र रेसिस्टेन्स मार्क गर्न चाहिँ कसरी सिक्छौँ भनेपछि चाहिँ जुन लेभलमा चाहिँ जस्तै हायर लो र हायर हाई चाहिँ मार्क गर्न सक्छौँ कुनै पनि मार्केटको, त्यो चाहिँ हामीले मार्केट स्ट्रक्चरमा चाहिँ सिक्छौँ है। त्यो कुनै पनि मार्केट स्ट्रक्चरसिप चाहिँ हामी नेक्स्ट भिडियोमा सिक्नेछौँ। अहिलेको लागि चाहिँ सिम्पल यो सपोर्ट भनेको के हो चाहिँ मल्टिपल टाइम चाहिँ एउटै जोनदेखि चाहिँ मार्केट उठेकोलाई हामीले चाहिँ सपोर्ट भन्छौँ भन्ने कुरा बुझ्नु पर्यो, र मल्टिपल टाइम चाहिँ रिजेक्सन लगेको ठाउँलाई चाहिँ हामीले रेसिस्टेन्स भन्छौँ, त्यो कुरा बुझ्नु पर्यो। र अब नेक्स्ट भिडियोमा चाहिँ हामीले के सिक्नेछौँ भनेपछि चाहिँ मार्केट स्ट्रक्चर भनेपछि के हो त, बुलिस चाहिँ कसरी हुन्छ होइन, अनि बियरिस चाहिँ कसरी हुन्छ त, अप ट्रेन्ड भनेको के हो र डाउन ट्रेन्ड भनेको के हो, त्यो कुरा चाहिँ हामी सिक्नेवाला छौँ नेक्स्ट भिडियोमा। आजको लागि चाहिँ यति नै। हजुरहरूले चाहिँ चार्टमा गएर चाहिँ सिक्नु होला, हेर्नु होला यो क्यान्डल फर्मेसन के भन्छ, 1 मिनटको समयमा गएर चाहिँ क्यान्डल फर्मेसन कसरी बन्छ त भनेर हजुर यसरी सिम्पल गएर चाहिँ हेर्न सक्नुहुन्छ। ग्रिन क्यान्डल बनिरहेको छ नि त यहाँनिर, यो क्यान्डल फर्मेसन के भयो त, अब यो क्यान्डलले चाहिँ बनिरहेको छ है। यो क्यान्डल चाहिँ अहिले 4 मिनट 3 सेकेन्डमा चाहिँ भ्याइन्छ यो, ल 1 सेकेन्डमा भ्याइयो। अब यो क्यान्डल नेक्स्ट क्यान्डल यहाँ के बन्छ हेरौँ है, ल ग्रिन क्यान्डल अहिले चाहिँ बन्दैछ, मार्केट ओपन भयो डाउन साइडदेखि यो लेभलदेखि मार्केट माथि जान खोज्दैछ, तर माथिदेखि चाहिँ अब सेलरहरूले चाहिँ रिजेक्सन दिन्छ कि नै त। जस्तै यो क्यान्डलमा चाहिँ मार्केट ओपन यहाँनिर भयो यो लेभलसम्म गएको मार्केट, तर सेलरहरूले चाहिँ दबाएर यो लेभलमा ल्याएर बन्द गरिदिए भनेपछि माथिको साइडदेखि चाहिँ रिजेक्सन लगिरहेको छ भन्ने कुरा बुझ्नुपर्छ। यसरी चाहिँ हजुरहरूले चाहिँ धेरैचोटि क्यान्डल फर्मेसन भएको चाहिँ हेर्नु पर्यो। मार्केट ग्रिन चाहिँ बनिरहेको थियो यो लेभलसम्म गयो, तर सेलरहरूले चाहिँ दबायो, क्यान्डल फेरि सेल साइडमा लग्यो, तर फेरि बायरहरूले चाहिँ पुस गरिरहेको छ। यसरी चाहिँ यहाँ देखिन्छ 8 सेकेन्ड 7 सेकेन्ड 6 सेकेन्डमा चाहिँ क्यान्डल फर्मेसन हुन्छ। यसरी चाहिँ नेक्स्ट क्यान्डल के भन्छ हामीहरूले चाहिँ यसरी गेस गर्न सक्छौँ है। प्रोबेबिलिटीको खेल हो यो भनेपछि चाहिँ हामी चाहिँ सबै चिजहरू चाहिँ बिस्तारै लाइन बाई लाइन सिक्छौँ। अहिलेको लागि चाहिँ यति नै। नेक्स्ट भिडियो चाहिँ हाम्रो रहनेछ मार्केट स्ट्रक्चर होइन, स्ट्रक्चरको बारेमा बुलिस मार्केट चाहिँ के हो र बियरिस मार्केट के हो त्यो कुरा सिक्नेवाला छौँ। हजुरहरूलाई चाहिँ यो भिडियो मन परेमा चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्न सक्नुहुन्छ के चाहिँ बुझ्नुभयो बुझ्नु भएन। हजुरले लगभग 7वटा भिडियोमा चाहिँ सबै चिज सिक्न सक्नुहुन्छ है। यताउता चाहिँ धाउनु पर्दैन, यही 7वटा भिडियो हेरेर हजुरले मस्तले ट्रेडिङ गर्नुभयो, धेरै समय दिनुभयो, सिक्नुभयो भनेपछि आफूले कतिको समय दिनुहुन्छ भन्ने कुरामा चाहिँ भर पर्छ। ल साथीहरू यही नै हो, बाइ बाइ, सी यू इन द नेक्स्ट भिडियो है अहिलेलाई।